दर्शक पनि देख्न सक्नुहुन्छ यो केपी ओलीको जुत्ता हेर्नुहोस् है। केपी शर्मा ओलीले लगाउने जुत्ता यो नेपाली उत्पादन, यो नेपाली नै छ। यो भाँगो होइन, यो भाँगोबाट बनेको देख्न सक्नुहुन्छ, नेपाली उत्पादन। उहाँले लगाएर हिँड्नुहुन्थ्यो तर यस्तो हालतमा छ अहिले। ल अहिले चाहिँ यस्तो हेर्नु त ल दुईटै जुत्ताहरू। दर्शक पनि यो अर्को जुत्ता पनि भेटिएको छ। यो सम्भवतः केपी शर्मा ओलीकै जुत्ता हुनुपर्छ। देख्न सक्नुहुन्छ यो यस्तो पुरै दयनीय अवस्थामा छ यहाँ। यस्तो पुरै यो पुरै आगो बलिसकेछ। देख्न सक्नुहुन्छ यो यस्तो अवस्थामा छ यो जुत्ता। ल अब हामी यो किचनतिर आइपुगेका छौँ। देख्न सक्नुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीको ल कुकरको बिर्को हेर्नुहोस् है। यहाँ यस्तो दर्दनाक अवस्थामा छ। ल हेर्नुहोस् त यो कच्याकुचुक भएर केही छैन। ल यो थालको अवस्था हेर्नु त, थाल धेरै तातेर उत्तानो फर्केछ। ल यस्तो अवस्था छ हेर्नुहोस् है। ओ माई गड, ओहो डेन्जर रहेछ यहाँ, डेन्जर रहेछ। ल दर्शक देख्न सक्नुहुन्छ यो चाहिँ बङ्कर ओ यो के हो यो? ल यो के हो दर्शक देख्न सक्नुहुन्छ यो चाहिँ हो सेफ्टी ट्याङ्की। यो टोयलेटको सेफ्टी ट्याङ्की रहेको छ। कतै यो पैसा लुकाइएको छ भनेर प्रदर्शनकारीको समूहले यो पनि खोलेको देखिन्छ। र त्यो सँगसँगै यी सबै जति पनि छन् यो आँगनमा जति राखिएको छ यी सबै सेफ्टी ट्याङ्की अथवा भनौँ ढलका लागि बनाइएका यी ट्याङ्कीहरू। र कतै प्रदर्शनकारीहरूले यसमा रकमहरू लुकाए पो राखिएको छ कि भनेर दृश्यमा तपाईँले देखाएका छौँ। यी सबै अब हामी अगाडि जाँदैछौँ। देख्न सक्नुहुन्छ यो कुखुराहरू बस्ने घर हो। कुकुरहरू बस्ने घर देख्न सक्नुहुन्छ यो। ल हेर्नुहोस् यो झ्याल, ओहो ल जति थिए ती सबै यहाँ बङ्कर हेर्नुहोस् है। नाममा गरेको थियो। हेर्नुहोस् यहाँ पनि फुटालिएको छ। यो त बङ्कर हो क्या? यो बङ्कर होइन, यो पनि सेफ्टी ट्याङ्की होइन, सेफ्टी ट्याङ्कीकै हो। यो पनि कुनै पाइप राखेको थियो। यो कुनै शरीरको मुनि कुनै पाल अथवा पाल भेटेको देख्न सक्नुहुन्छ। यसरी गरिएको केपी ओलीको किचनको अवस्था। यो चिया छान्ने हेर्नुहोस्, उहाँले यसमा छानेको चिया खानुहुन्थ्यो उहाँले चाहिँ। यस्तो अवस्था छ। ल हेर्नुहोस् है चिया छान्ने यो यस्तो छ। यो केही छैन। ल हेर्नुहोस् त अब आएपछि केमा पकाउने यस्तो जटिल अवस्था छ। ल हेर्नुहोस् यो बाफरे। यसमा चाहिँ उहाँले सुपहरू हालेर खानुहुन्थ्यो। बन सुपहरू खाने यस्तो छ। सिलौटोको अवस्था हेर्नुहोस् त पछाडिबाट घेराउ गरिएको छ। चारैतिरबाट घेराउ गरेर चारतिरबाट आगो लगाए अरे प्रदर्शनकारीहरूले। यहाँका स्थानीयहरूले हामीलाई बताउनुहुन्छ। ल हेर्नुहोस् है यताबाट भनेपछि यो पछाडिपट्टिको दृश्य हो। हामी जाँदैछौँ। देख्न सक्नुहुन्छ यहाँ सबै फुटेका छन्। सामानहरू एउटै सकुशल छैन दर्शकवृन्द। यहाँ बचेका सामानहरू ढोका पनि यस्तरी जलिसक्यो। बचेका सामानहरू पनि जेन्जीको नाममा केही लुटेर लिएर गएको पनि देखिन्छ यहाँबाट। हो किनभने यसको फाइदा धेरै व्यक्तिहरूले हेर्नुहोस्। यहाँ पछाडि यो पनि सेफ्टी ट्याङ्की हो। यहाँ पनि पैसा कतै राखिएको छ कि भनेर हेर्नुहोस् त यो तपाईँ नचलाउनुहोस्। हाम्रो प्रिय पत्रकार केपी शर्मा ओलीले खाना खाएको बेला यही रुमालले हात पुछ्ने काम गर्नुहुन्थ्यो उहाँले पक्कै पनि। ल हेर्नुहोस् त यो यस्तो अवस्था हो। ल अनि यहाँ गमलाहरू ल हेर्नुहोस् है गमला यसरी। तर यो गमलाहरू निर्दोष विचार किन गरेको यस्तो? यहाँनिर एउटा बोतल पनि देखेको छ महेन्द्रजी। हाम्रो प्रिय पत्रकार साथी यता पनि गइदिनु होला। यहाँ ठुलो बोतल देखेको छ। के हुन्छ हेर्नुपर्ने स्थिति देखियो त्यहाँ चाहिँ। बियरको बोतल होइन, यहाँ बियरहरू। ओहो बियरको बोतल। अनि यहाँ चाहिँ बोतलभित्र चाहिँ धेरै विचार गर्नुहोस् है बताइएको छ। यो बोतलहरू के का थिए भनेर भन्न सकिने अवस्था छैन। र यी बोतलहरू तपाईँले जति देख्नु भएको छ तपाईँलाई दृश्यमा हामी हेर्नु त केपी शर्मा ओलीको घरमा पनि अन्तत बियरका बोतलहरू देखिएका छन्। देख्न सक्नुहुन्छ यो सबै बियरहरू छ। यो त पैसा जस्तै छ त यार, पुरै जलेको छ त। कागज हुन सक्छ। कागज हो कि पैसा हो कि यो थाहा भएन। तर बियरका बोतलहरू पनि यहाँ धेरै छन् है। पुरै देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ अवस्था। ल अब हामी अर्को घरमा जाँदैछौँ। यतापट्टि घर हो, 4वटा घर रहेछ उहाँहरूको। यसरी राखिएको छ, यसरी सजाएर राखिएको छ। उहाँको घरमा प्रवेश गर्ने बित्तिकै यसको दर्शन पाइन्छ। हाम्रो ल लक्ष्मीलाई हामीले यसरी मान्छौँ। यो हामी अर्को बङ्गलामा आइपुगेका छौँ। यो अर्को बङ्गलामा छिर्दै गर्दाखेरि देख्न सक्नुहुन्छ यो यस्तो छ।
यहाँ चाहिँ भनेको र यहाँ प्रत्येक सेफ्टी ट्याङ्कीहरू खोलेको देखिन्छ। यता यता जसमा हामी अर्को घरमा आइपुगेका छौँ। देख्न सक्नुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीले जिम गर्ने ठाउँ। ल हेर्नुहोस् है, ओ माई गॉड, यो जिमको मेसिन देख्न सक्नुहुन्छ यहाँ। जिमको मेसिन यो चाहिँ पूर्ण रूपमा यहाँ सिसा नै सिसा, कता के को सिसा अथवा भन्न सकिने अवस्था चाहिँ छैन यो। किनभने उहाँ केपी शर्मा ओलीले चाहिँ गीत पनि अत्याधिक मन पराउनुहुन्थ्यो। गीत यहाँ माइकको टुक्रा भेटिएको छ। यो यहाँ उहाँले पक्कै पनि जिम गर्दै गीत सुन्दै गर्ने काम गर्नुहुन्थ्यो। त्यो मेसिन जिम गर्ने ठाउँमा हामी जाँदैछौँ। केपी शर्मा ओलीले जिम गर्ने ठाउँ। ओहो, यता के भेटियो है, यो के हो यो? मेसिनको पक्कै पनि मेसिनको हजुर, अनि यता देख्न सक्नुहुन्छ यो जिम गर्ने मेसिन। मेसिनको हालत यस्तो छ है साथीहरू। ल यस्तो जिम गर्ने ठाउँको हालत यस्तो। यहाँ नारियल पनि भेटियो छ। ए यो के हो यो? त्यो चाहिँ कुनै जिममा अथवा ओ माई गॉड, प्रयोग गरिने कुनै हेभी ओहो ल हेभी वस्तु चाहिँ हुन सक्छ। आमा के हो यो? डेन्जर छ स्थिति।